गर्नुपर्छ, जसरी भए पनि त्यो निर्वाचनलाई सम्पन्न गर्नुपर्छ भनेर चाहिँ विभिन्न नेताहरूले एक प्रकारले दबाब दिइरहेका छन्। त यो नेपालको नितान्त आन्तरिक मामला हो। संविधान निर्माणको प्रश्न पनि नेपालको आन्तरिक मामला हो, संविधान सभाको प्रश्न पनि नेपालको आन्तरिक मामला हो, निर्वाचन पनि नेपालको आन्तरिक मामला हो। नेपालको आन्तरिक मामलामा बाह्य शक्ति केन्द्रहरूले, विदेशीहरूले त्यस ढङ्गले बोल्ने अधिकार चाहिँ छैन। संयुक्त राष्ट्रको बडापत्रले त्यो दिँदैन, संयुक्त राष्ट्रको पञ्चशीलको सिद्धान्तले त्यो दिँदैन र कयौँ अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरू भएका छन्। सार्वसत्ता सम्पन्न मुलुकहरूको बिचमा सन्धि सम्झौताहरू भएका छन्। ती सन्धि सम्झौताहरूले त्यो मान्यता दिँदैन। तर त्यो मान्यताभन्दा प्रतिनिधि सहयोग गर्ने भनेर चाहिँ पछिल्लो चरणमा कतिपयले चाहिँ सहयोग गर्ने वचन पनि जो दिइरहेको छ, सहयोगका पक्षमा चाहिँ सम्झौता पनि गरिरहेको छ। अस्ति भारतीय विदेश मन्त्री आउँदाखेरि निर्वाचनको लागि भनेर चाहिँ केही सहयोग गर्ने खालका प्राविधिक भौतिक सामग्रीहरू सहयोग गर्ने खालका कुराहरू पनि गरिरहेका चाहिँ छन्। र यस प्रकारको चाहिँ जुन निर्वाचनले मुलुकको राष्ट्रिय अस्मिता समाप्त गर्दैछ, त्यो निर्वाचनलाई नै सहयोग गर्नु भन्नुको तात्पर्य के हो त भन्दाखेरि नेपालको सार्वसत्तालाई समाप्त गर्न खोज्नु हो। त्यसो भएको हुनाले राष्ट्रहरूसँग जसले त्यस खालको भूमिका निर्वाह गरिरहेको छ उहाँहरूसँग हामी यो आग्रह गरिरहेका छौँ। यसको तात्पर्य सबैलाई त्यो भन्न खोजेको विषय होइन, सबै मित्र राष्ट्रहरूलाई त्यो भन्न खोजेको विषय होइन। 25 बुँदे आदेश जारी गर्यो, त्यो 25 बुँदे आदेशलाई पनि कतिपय चाहिँ मित्र राष्ट्रहरूले, शक्ति केन्द्रहरूले चाहिँ त्यसको स्वागत गरेको छ। तपाईहरु सबैलाई जानकारी छँदैछ र त्यस्तो संविधान मिचेर चाहिँ तपाईको सबैको राजनीतिक दलहरूको बीचको सहमतिको दस्तावेजलाई ध्वस्त बनाउने कुरालाई चाहिँ अन्तर्राष्ट्रिय शक्ति केन्द्रले समर्थन गर्नुपर्ने जरुरी किन थियो? अन्तरिम संविधानलाई सिद्ध्याउने कुरा चाहिँ देशभित्रका कतिपय राष्ट्रिय आत्मसम्मानवादी घुडा टेकुवावादी प्रकारका चिन्तन मानसिकता बोकेका चार दलका नेताहरूको कारणले गर्दाखेरि अन्तरिम संविधानलाई ध्वस्त बनाइएको छ। अन्तरिम संविधानलाई ध्वस्त बनाउने प्रक्रियालाई कदमलाई समर्थन गर्नुपर्ने जरुरी किन थियो? त्यसलाई साथ दिनुपर्ने जरुरी किन थियो? अन्तरिम संविधानलाई ध्वस्त बनाउनलाई 25 बुँदे आदेश जारी गराउने कुरामा समर्थन गर्नुपर्ने जरुरी किन थियो? त्यस कारणले गर्दाखेरि त्यही अन्तरिम संविधानलाई ध्वस्त बनाएर संविधान सभालाई विस्थापित गरेर चाहिँ जनताको फन्डामेन्टल राइटहरूलाई चाहिँ जनताको सारा सहमतिको आधारमा, दलहरूको सहमतिको आधारमा बनेको संविधान सभा र अन्तरिम संविधानलाई विस्थापित गरेर चाहिँ अर्को निर्वाचन गर्ने र त्यो निर्वाचनमा चाहिँ आप्रवासीहरूलाई व्यापक रूपले चाहिँ हुलेर चाहिँ जन्मको आधारमा नागरिकता प्राप्त गरेका पूर्व सन्ततिहरूलाई पनि नागरिकता दिने भनेर चाहिँ एक त नागरिकताको समस्या नेपालमा विद्यमान रूपमा रहिरहेको अवस्थामा, खुला सिमाना रहेको अवस्थामा नागरिकतालाई भरमार रूपमा चाहिँ जो खुला छुट दिइरहेको छ त्यसले चाहिँ नेपालीलाई अल्पता पार्दैछ र विदेशीले बहुमतमा पार्दैछ भन्ने कुराको चाहिँ यो संकेत हो, पूर्व संकेत हो। त्यसैले यस प्रकारको कसरत गरेर चाहिँ तपाईँ विगत कालमा सिक्किमको घटना घटेको सबैको अगाडि ताजा छ। सिक्किमको राष्ट्रिय अस्मिता समाप्त गरेको सबै यही कुराको सन्दर्भमा हामीले 33 दलको तर्फबाट यो आग्रह गरौँ, सबै मित्र राष्ट्रहरूसँग, सबै शक्तिमूलक वैदेशिक विभिन्न कूटनीतिक निकायहरूसँग आग्रह गरौँ भनेर चाहिँ हामीले आज यो पत्रकार भेटघाटको आयोजना गरिएको हो। बाँकी प्रश्नहरू पत्रकार मित्रहरूले उठाउन सक्नुहुनेछ। एउटा प्रश्न गरौँ। तपाईँले यो पत्रकार सम्मेलन गरेर भन्दा पनि तपाईँको अन्य माध्यमबाट कुनै भेटघाट हुँदा गर्नु आग्रह चाहिँ त्यस्तो कुनै गर्नुभएको छ कि यो औपचारिक पत्रकार सम्मेलन मार्फत मात्रै गर्न खोज्नुभएको? राजनीतिक समितिसँग र सरकारसँग वार्ताको कुरा आइरहेको छ, यो वार्ता गर्ने हो या नगर्ने यो दल के भन्नु? सबै बिचमा सार्वजनिक होस् र सबैको ध्यान आकृष्ट होस् भन्ने ढङ्गले गर्न खोजिएको हो र सम्बन्धित कूटनीतिक निकायहरूसँग यो अपिल चाहिँ हामी सबै कूटनीतिक निकायहरूसँग पत्रचार गर्दैछौँ, पठाउँदैछौँ र उहाँहरूको पनि ध्यान आकृष्ट गर्दैछौँ। आवश्यक देखियो भने सबै कूटनीतिक निकायहरूसँग इन्ट्रेक्सनको कार्यक्रम पनि सायद हामी राख्नेछौँ र अहिले चाहिँ तत्काल चाहिँ खालि यो आग्रह पत्र अथवा अपिल चाहिँ जो तयार गरिएको छ त्यो चाहिँ सबै कूटनीतिक निकायहरूसँग हामी पत्रचार गर्ने तयारीमा छौँ। दोस्रो कुरा वार्ताको बारेमा चाहिँ अब यो वार्ताको बारेमा हामी 33 दल बीचमा छलफल चल्दैछ, कुराकानीहरू हुँदैछ र त्यस्तो टुङ्गो चाहिँ हाम्रो केही भइसकेको छैन र पहिलेदेखि नै भन्दै आइरहेका विषयहरूको सन्दर्भमा यदि सकारात्मक ढङ्गले निकास दिने हो भने र वार्ताबाट निकास दिने हो भने निश्चय पनि वार्ताका विरोधी हामी होइन, वार्ता गर्न सक्छौँ। तर अहिलेसम्म चाहिँ वार्ताको पक्षमा सकारात्मक प्रकारको सङ्केतहरू त्यति देखिरहेको छैन र पछिल्लो चरणमा यद्यपि पछिल्लो चरणमा जो पत्रचार गरेको चाहिँ छ नेकपा माओवादीलाई केही समय अगाडि नेकपा माओवादीलाई पत्रचार गर्यो, 33 दललाई पत्रचार गरेको थिएन। नेकपा माओवादीलाई आह्वान गरेको थियो, 33 दललाई आह्वान गरेको थिएन। त्यसकारण नेकपा माओवादीले के भन्यो त भन्दाखेरि
वार्ता गर्ने हो भने तपाईँको बिना पूर्व शर्त 33 दललाई पनि बोलाउनु पर्दछ। 33 दललाई पनि बोलाएर चाहिँ आन्दोलनकारी सबै दलहरूलाई बोलाउने हो भने वार्ताको सम्भावना रहन सक्छ। अन्यथा आन्दोलनकारी घटकहरूलाई छोडेर एउटा घटकलाई छोडेर अर्कोलाई मात्रै बोलाएर चाहिँ वार्ता हुँदैन भनेर भनेका थियौँ। र अहिले पछिल्लो चरणमा 4 दलको चाहिँ तर्फबाट अस्तिको दिन के अरे एउटा पत्र प्राप्त भएको चाहिँ वार्ताको लागि भनेर एउटा पत्र पठाएको छ र सरकारको तर्फबाट पनि हिजो एउटा पत्र प्राप्त भएको छ र पत्रमा चाहिँ 33 दलीय नाम सोझै सिधै नलिएको भए तापनि नेकपा माओवादीसँग सहकारीमा रहेका दलहरू भनेर चाहिँ 33 दललाई एक प्रकारले सम्बोधन गरेको देखिन्छ। त्यस अर्थमा निश्चय पनि त्यसलाई सकारात्मक भनेर मान्नु पर्दछ। तर वार्ताका चाहिँ इस्युहरूको सन्दर्भमा चाहिँ घुमाउरो ढङ्गले पूर्व शर्त खडा गरिएको छ। त्यसैले पूर्व शर्त चाहिँ खडा गरिएको हुनाले अब पूर्व शर्त खडा गर्ने हो भनेदेखि त चाहिँ हामी पनि पूर्व शर्त खडा गर्न सक्छौँ। जस्तो अब 4 दलको पत्रमा चाहिँ के भनिएको छ त भन्दाखेरि घोषित संविधान सभाको निर्वाचनको कार्यभार पुरा गर्नुपर्ने भनेर चाहिँ घोषित दोस्रो संविधान सभाको निर्वाचनमा सहभागिताको विषयमा छलफल गर्नका लागि भनेर चाहिँ कुरा उल्लेख गरेको छ। भन्दाखेरि यो निर्वाचन चाहिँ राष्ट्रघाती पनि छ, जनघाती पनि छ र असंवैधानिक पनि छ भनेर भनिरहेका छौँ। र यही निर्वाचनको प्रश्न विवादमा रहेको छ। यही निर्वाचनको प्रश्नलाई पूर्व शर्तको रूपमा उहाँले राख्नु भएको छ। त्यसकारणले हामीले प्रष्ट शब्दमा भन्यौँ कि तपाईँले पत्रचार गर्नुभएको छ वार्ताको लागि भनेर त्यो सकारात्मक होला। तर चाहिँ जुन प्रकारको शर्त राख्नु भएको छ संविधान सभाको दोस्रो निर्वाचनको भनेर शर्त राख्नु भएको छ यो शर्त चाहिँ बेठिक छ। त्यसैले यो शर्त राखेर वार्ता हुन सक्दैन। हामीले स्पष्ट शब्दमा चाहिँ यो कुराहरू यस प्रकारका प्रतिक्रियाहरू दिइरहेका चाहिँ छौँ। संविधान सभाको निर्वाचन स्वतन्त्र निष्पक्ष र विश्वसनीय पूर्ण ढङ्गले वातावरण सम्पन्न गर्न यसलाई बहिष्कार गर्ने शर्तमा चाहिँ वार्ता गरौँ भनेर भन्न सक्छौँ। तर त्यसरी शर्त राखेर के वार्ता हुन सक्छ त भन्दाखेरि वार्ता हुन सक्दैन। त्यसकारणले बिना शर्त चाहिँ वार्ताका दुईटा मोडेल चाहिँ हुन्छन्। एउटा मोडेल विवादमा रहेका विषय जो हुन्छ त्यो विवादमा रहेको विषयलाई थाती राखेर चाहिँ वार्ता गर्ने। दोस्रो मोडेल भनेको विवादका विषय जारी राख्दै दुईटै पक्षले आफ्ना आफ्ना कार्यक्रमहरू जारी राख्दै वार्ता गर्ने। यो दुईटै मोडेल हुन्छ। त्यसमा दुईटै मोडेल चाहिँ रहेको अवस्थामा वार्ताका शर्तहरू राखेर चाहिँ तपाईँको जारी राखेका विवादका विषयहरूलाई थाती राखेर चाहिँ वार्ता गर्ने हो भने पनि चाहिँ हामी तयारी छौँ। त्यो विषय थाती नराखिकन चाहिँ आफ्ना आफ्ना कार्यक्रम चलिरहेको छ। हामी पनि बहिष्कारका कार्यक्रम सञ्चालन गरिरहेका छौँ। सरकारले पनि आफ्नो कार्यक्रम चलाइरहेको चाहिँ छ। आफ्ना आफ्ना कार्यक्रमहरू निरन्तर रूपले जारी राखेर वार्ता गर्ने हो भने पनि कुनै पूर्व शर्त नराखिकन वार्ता गर्ने हो भने पनि वार्ताको लागि निश्चय पनि चाहिँ यो सकारात्मक ढङ्गले सोच्न सकिन्छ। तर यतिखेर जुन प्रकारको शर्तहरू राखिएको छ त्यो शर्तले के देखाउँछ त भन्दाखेरि वार्ता गर्ने मनसाय चाहिँ सायद 4 दलका नेताहरूमा पनि देखिरहेको छैन र वार्ता गर्ने मनसाय चाहिँ सायद सरकारमा पनि देखिरहेको छैन। जुन शर्त चाहिँ उहाँहरूले तेर्स्याउनु भएको छ यद्यपि शर्त भनेर नभनिएको भए तापनि भाषा ब्यौरा र प्रस्तुतिले चाहिँ यो एक प्रकारको शर्तको रूपमा प्रस्तुत गरेको हुनाले यो कुराको आधारमा चाहिँ वार्ता हुन सक्दैन भन्ने चाहिँ हाम्रो ठहर हो। त्यसो भएको हुनाले यदि चाहिँ बिना पूर्व शर्त हो भने त्यही अनुसारको चाहिँ पहल हुनुपर्दछ र त्यही अनुसारको 33 दलको सन्दर्भमा पनि चाहिँ किटानीका साथ 33 दललाई सम्बोधन गरिनुपर्दछ, आन्दोलनकारी शक्तिहरूलाई सम्बोधन गरिनुपर्दछ भन्ने चाहिँ हाम्रो धारणा रहेको छ।